शनिको तीर्थ हेला हुन्छ अरे नि, के हो साँच्चै हो त? हेरौँ न आज यस्तो साइतमा निस्केर रहेछ भने यति दुःख पाइयो कि रमाइलो पनि भयो दुःख पनि। हाम्रो घरको घिनाम्लो चाहिँ कति ठुलो भएको के। अनि यो कहिलेदेखिको दाल फ्रिजमा रहेछ आज झिकेर फालिदिएँ। अनि मेरो बच्चाहरू आज यति खुसी छन् है, शनिबार आजादी पाएका तिनीहरूले यस्तो दौड्यान कुद्यान रोडमा। ल आज मसँगै घुम्न जाऊँ है त। यो चाहिँ उनीहरू स्कुल पुगेर अनि हेर्दैछन् कि स्कुल खुल्ला रहेछ भनेर यता कुद्यान उता कुद्यान। बच्चाले हेरिन कति गाह्रो के। नारायण थानचोकबाट चाहिँ हामी झऱ्यौँ तल अनि पुग्यौँ हामी बुद्ध मेमोरियल स्कुलनिर। यो चाहिँ सेरा कुना हो। अनि के भनिरहेको छ यत्रो ठुलो भनेर हेरेको त जिम हल बनाएर रहेछ के। अनि हामी झऱ्यौँ त्यहाँबाट पनि भित्र शीतलपाटी जाने बाटोमा। अनि यो चाहिँ शीतलपाटीको मन्दिर अनि शीतलपाटीको भाइरल पसल। त्यहाँबाट चाहिँ हामी भित्र छिर्यौँ अनि पुग्यौँ हामी हाम्रो खेतमा। कस्तो राम्रो प्राकृतिक भ्यू देखिन्छ के। मलाई चाहिँ कहिलेकाहीँ त्यहीँ गएर बस्नु जस्तो लाग्छ होइन, के गर्ने घर सारा नमिले। अनि अलिअलि झारसार तानियो होइन। अनि हिँड्यौँ। बच्चाहरू चाहिँ पौडी खेल्नलाई भनेर कान्छी दिदीले लिएर गइसक्नु भएको थियो कि पहिल्यै। अनि हामी पनि जान लाग्यो पौडी खेल्नलाई। यस्तो अप्ठ्यारो बाटो होइन, यति ठुलो खोलाभरि मान्छे थियो के। ठाउँै खाली थिएन के पौडी खेल्ने नआउनेको। अनि यो पुल बनि नि सकेर रहन्छ। हामी चाहिँ पुलबाट जाँदैछौँ है, यस्तो थर्र खुट्टा कामेको के मेरो त। अनि यो खोला पारी यस्तो ठुलो भयो भने चाहिँ के को बनाएर रहेछ हो, यस्तो झाडी पलाएर यत्तिकै सडेर बस्या के। अनि माथि गएको त तिनीहरूले देख्यौँ के खोलामा। अनि अलिकति माथि गएको त झरना कस्तो राम्रो रहेछ के। अनि फर्केर आएर फेरि हामी खोलामा जान लाग्यो होइन। यस्तो अप्ठ्यारो बाटो बल्ल 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 पुगेँ। मलाई फेरि खोला तर्न यस्तो डर लाग्छ होइन। कान्छीले मलाई समातेर तार्दै हुनुभयो। अनि मलाई डर लाग्छ कि बेसरी पानीदेखि उल्टी म एक्लै खोला तर्न पनि सक्दिनँ म। अनि गएर मैले बच्चाहरूलाई खेलाइदिएन। मलाई त पौडी खेल्न नि आउँदैन, पानीदेखि डर लाग्छ कि एक्लै मात्रै टेक्न नि सक्दिनँ। अनि बच्चाहरूलाई खेलाइदिएँ मैले चाहिँ, खेलिनँ मलाई आउँदैन के खेल्ने होइन। अनि यता चाहिँ छुट्टै रमाइलो छ कि कान्छी दिदीको मम्मी छोरीको। अनि मजाले खेलाइदिएँ बच्चाहरूलाई। अनि ठुली छोरी नि बेसरी रमाइन्, सानी छोरी नि खेलिरहने भनिरहेको थिइन् कि, तर चिसो भयो कि बेसरी पानी पर्न लाग्यो कि माथिबाट। अनि कपडा चेन्ज गराएर आमाले बोक्नुभयो उसलाई। अनि हामी फर्केको पानीको छिट्टा हानिसकेको थियो कि खोला तर्दै फर्क्यौँ। अनि तल गएर पानी नि भर्यौँ होइन। मम्मी चाहिँ म फेरि हत्ते गरेर नि पाती काटिरहनु भयो कि बारीमा के गर्न चाहियो भनेर। अनि फर्किँदा यस्तो मुसलधारे पानी पऱ्यो कि यस्तो दुःख पायो कि। बरा मेरो ठुली छोरी बाटोमा लड्न नि लड्यो, एक बोतल पानी नि बोक्दी छोरीले। आज घरमा कपडाले पनि पौडी खेल्यो कि। बिहान कति दुःख गरेर कपडा धोथेँ है, जम्मै भिज्यो। अनि ठुली छोरी र सानी छोरी आमालाई चाहिँ चाउचाउ उमाल्दै, चिसो भयो नि त तिनीहरूलाई। अनि म चाहिँ चाउचाउ खान्न फेरि। अनि मैले मकै र चिया बनाएँ मेरो लागि। त्यसपछि खाएँ अनि खाएर सुतेँ कि एकछिन यस्तो ज्यान थाकेको थियो है। अनि भर्खर उठेर एडिट गरेर भिडियो हाल्दैछु, सबैले माया गरिदिनु होला।